हेलो साथीहरू, मैले चाहिँ हिजो पनि रिबन बनाएको थिएँ। धेरै साथीहरूले मन पराइदिनु भएको थियो अनि आज पनि बनाएको छु। कस्तो लाग्यो भनिदिनु होला र हेरिदिनु होला है, पुरा भिडियो हेरिदिनु होला। यो रिबन चाहिँ बेबीलाई स्कुल जाँदा लगाउन मिल्छ है, स्कुलमा लगाएर लानु मिल्छ। यो पनि मैले टिकटकबाटै सिकेको है, टिकटकबाट सिकेर बनाउँदैछु। कस्तो लागेको छ भनिदिनु होला, अनि मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। यो रिबनको यो बनाइरहँदाखेरि चाहिँ मैले तपाईँहरूलाई एउटा के कुरा सेयर गर्न चाहन्छु भने तपाईँहरूलाई पोपो एपको बारेमा थाहा छ कि छैन। यदि छैन भने तपाईँहरूलाई त्यो खोल्न सक्नुहुनेछ है। पोपो एप चाहिँ खोल्न सक्नुहुनेछ र आजको दिनसम्म 1 रुपियाँ पनि मोबाइलबाट कमाइ गर्नु भएको छैन भने त्यसबाट चाहिँ तपाईँहरूले कमाउन सक्नुहुनेछ है। धेरै त आउँदैन तर अलिअलि भए पनि कमाइ हुन्छ है। कति साथीहरूले त त्यत्तिकै मोबाइल हेरेर त्यत्तिकै टाइम वेस्ट गरेर बस्नु भएको छ नि त। अनि त्यही भएर मैले चाहिँ यो कुरा सेयर गर्न चाहेँ। त्यसबाट अलिअलि कमाइ हुने भएकोले तपाईँहरूले मोबाइल हेरेर त्यसै नबस्नु होला। आफूलाई थोरै भए पनि, अब म सानो बेबी भएको कारणले चाहिँ मैले यो कुरा सेयर गर्दैछु कि बेबी भएपछि त अनि पैसाको आवश्यक पर्छ। कोही बेलामा त कति गाह्रो हुन्छ, पैसाले धेरै दुःख पर्छ नि त। अनि त्यही भएर सेयर गरेको मैले यो कुरा चाहिँ। तपाईँहरूलाई त्यसको बारेमा थाहा छैन भने मलाई सोध्न सक्नुहुनेछ इनबक्समा, अनि म भनिदिन्छु। मैले चाहिँ अब 1-1.5 वर्ष जति भयो नि त त्यो खोलेको, अनि 1-1.5 वर्ष जतिमा मैले 15,000 देखि 20,000 जति चाहिँ कमाइसकेँ कि आफूले 1 रुपियाँ पनि खर्च नगरिकन। त्यही भएर सानो बेबी छ भने अलिअलि टिफिन खर्च भयो नि त, हुन्छ नि त बेबीहरूलाई। त्यसैले खोल्नु भन्न चाहन्छु। सानो केही न केही काम गर्नु होला। काम गर्दाखेरि चाहिँ हजुरहरूले लाइभ बस्दै पनि गर्न मिल्छ क्या। त्यो भिडियोमा चाहिँ मैले के भन्ने जस्तो हुन्छ नि त। त्यही भएर त्यो कुरा सेयर गरेँ भने तपाईँहरूलाई पनि त काम लाग्छ नि। अब धेरै कमाइ हुने, पैसा हुने मान्छेलाई त त्यो कुराको त्यति मतलब लाग्दैन, तर पैसा नहुने मान्छेलाई चाहिँ थोरै भए पनि त आफूले पैसा कमाइ हुन्छ भने म गर्छु भन्ने जस्तो हुन्छ नि त। त्यही भएर चाहिँ तपाईँहरूलाई चाहिँ त्यस्तो मामुहरू हुनुहुन्छ नि त, सानो बेबीको मामुहरू, त्यस्तो मामुहरूलाई चाहिँ मैले भनेको है यो कुरा। सबैजनालाई चाहिँ भनेको होइन। अब थोरै भए पनि कमाइ गर्न चाहनुहुन्छ भने चाहिँ पोपो एप खोल्नु होला भन्न चाहन्छु। तपाईँहरूसँग कुरा गर्दै गर्दै मैले रिबन पनि रेडी भयो है। कस्तो दामी भएको छ है। यो चाहिँ बेबीलाई लगाउन मिल्यो। यदि मन परेको छ भने हजुरहरूले अर्डर पनि गर्न सक्नुहुनेछ है। यो रिबन चाहिँ हजुरहरूले मसँग अर्डर गर्न सक्नुहुन्छ। त्यही भन्न चाहेँ। ल कस्तो भयो, कस्तो लाग्यो तपाईँहरूलाई।